अब चाहिँ मेथी फुराइदिने गाइज हैन। यहाँ मेथी झान्दिने के गाइज। ल है गाइज हाम्रो चाहिँ जाडोमा टक्क लाएर चिया रेडी भयो। खासै म चिया चाहिँ नखाने मान्छे हो। अब यो समय परिस्थितिले मौसमले च्यालेन्ज दिएपछि चिया पनि खानु पर्यो। एकदमै व्यापक रूप मैले चाहिँ मन्दिर चाहिँ यो लिभिङ रुममा सारेको गाइज हैन, किनभने सुत्ने ठाउँमा चाहिँ सुत्ने रुममा मन्दिर राख्नु हुँदैन भन्ने कुरा थाहा पाइसकेपछि मैले चाहिँ तत्कालै मन्दिरलाई सारेको। बिचरा मेरो भगवान असिना पर्यो गाइज, हेर्न सक्नुहुन्छ हजुरहरूले। असिना पर्यो लिस्बनमा, यत्रो ठुलो पानी पर्यो। ल म चाहिँ भित्रबाट चाहिँ भिडियो गरिरहेको छु, बाहिर त जानै सकिरहेन, यस्तो ठुलो पानी परिरहेछ। ल हेर्नुहोस्, नेपालमा यस्तै पानी पर्थ्यो असार साउनमा। कति धान रोपेको याद आयो जिन्दगानीमा। धान रोपेको नि याद आयो, मम्मीको नि याद आयो, सबैको याद आयो। मेरो बाबा हुनुहुन्न नि। तपाईँ यहाँ मैले भिडियो भोकलुक चिया उम्ल्यो। ल गाइज ल टक्क लाएर। नमस्ते सम्पूर्णलाई स्वागत छ मेरो अफिसियल युट्युब च्यानलमा। के छ हजुरहरूको खबर? आई होप सबैजना सन्चै आरामै स्वस्थ व्यस्त हुनुहुन्छ भन्ने मैले अपेक्षा गरेको छु। म पनि एकदमै रिकभर हुँदैछु, घरमै छु, रेस्टमै छु। आज चाहिँ ह्याप्पी स्याटरडे, रमाइलो शनिबार, सबैजनाको रमाइलो शनिबार। नेपालमा हुनुहुनेको झन् राम्रो। अनि मलाई त शनिबार आइतबार धेरै टाइम भयो घरमा रेस्ट गरेर बसेको, ठिकै भइरहेको छ। अनि आज पनि म एउटा नयाँ भ्लगको साथमा हजुरहरूमा आज उपस्थित भएको छु। हेरेर अन्तिमसम्म हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला र मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला भन्दै मैले चाहिँ आज मैले घरमा के गर्छु सबै हजुरहरूलाई भिडियो मार्फत देखाउने छु। थ्याङ्क यू सो मच गाइज वाचिङ फर भिडियो एन्ड डु आज चाहिँ म अन्डा करी बनाउँदैछु गाइज। यहाँ अन्डा छ अनि त्यसपछि मैले गोलमेडा चाहिँ अलि बढी काटेँ। त्यसपछि यहाँनिर जिरा पिनेको, त्यसपछि यहाँनिर अलि धेरै प्याज अनि लसुन, त्यसपछि अदुवा रेडी गरेको छु गाइज।
किचन सफा गर्ने ट्रन हो गाइस हैन। अब मैले सकेसम्म जुठो चाहिँ फाल्ने कोसिस गरिरहेको छु। भाँडा त्यस्तो राम्रोसँग माझ्न सकेको छैन। एउटा हातले हैन हातको पो भयो पानी त। एउटा हातले माझ्न कोसिस गरिरहेको छु। धेरै भयो यो सफा गरेर माझ्न नसकेको। यो जुठो फाल्नु अलिअलि चकचुक एउटा हातले पानी हाल्नु हुँदैन नि त यो हातमा, त्यही भएर गाह्रो छ गाइस, गाह्रो छ। यस्तै छ जिन्दगी। तातो पानीले चिलोहरू जान्छ भनेर चिलोहरू जान्छ भनेर तातो धेरै तातो भन्छ। धेरै तातो काम छैन, धेरै चिसो काम छैन। यसरी खेलाइछ अहिलेको राति हो। पानी खानु पर्यो गाइस। राख्दै भन्नु चिया राख्दै होइन सबै कुरा यो तातोले चाहिँ यो चिलो हुन्छ नि कम्तामा सबै जान्छ भनेर मैले तातो राखेको। मैले बस्छु होला यसलाई हात दुख्यो धेरै दिन भयो त घरमा बसेको। कामहरू पनि गर्छ गरेको छैन अनि थोरै काम पऱ्यो भने तपाईँलाई पनि हुन्छ अब त। दुख्यो हातले यस्तो दिन पनि रहेछ सोचेको नसोचेको पनि हुँदैछ जिन्दगीमा। नेपालमा भयो धेरै सजिलो हुन्छ नि होइन आफ्नो फ्यामिली